यहाँहरू सम्पूर्णमा ओमको नमन। जय श्री राधे राधे। आज पौष 19 गते, पौष शुक्ल पक्ष पूर्णिमा तिथि, अत्यन्तै पवित्र दिन, पुण्य दिन र श्री स्वस्थानी पूर्णिमाको दिन। उक्त पावन अवसरमा यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आजदेखि माघ शुक्ल पक्ष पूर्णिमासम्म 1 महिनासम्म चल्ने श्री स्वस्थानी व्रत कथाको शुभारम्भ हुँदैछ। शुभारम्भ हुन पूर्व गरिने प्रार्थना यहाँहरू समक्ष म निवेदन गर्दछु। शुद्ध अशुद्ध हुन सक्छ, यहाँहरूले सच्याएर बुझिदिनु हुनका लागि पनि सविनय अनुरोध गर्दछु। सुरु गरौँ है त। ओम श्री परमात्मने नमः। श्री स्वस्थानी देव्यै नमः। यं वर्मा बडुरेन्द्र रुद्रमरुतः स्तुन्वन्ति देव्यः स्तवैर् वेदैः साङ्गपदकर्मोपनिषदैर्गायन्ति यं सामगाः। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चित जलवपुः शुक्लाम्बरमल्लिका मालारङ्कित कुण्डल परवीलं सन्मुक्तावली शोभिता। सर्वज्ञाननिदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मित्रलोक्यमातः चिरम्। मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यतकृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी देव्यै नमो नमः। श्री स्वस्थानी माताले यहाँहरू सबैलाई कल्याण गरून्, सबैको घर घरमा सुख शान्ति समृद्धि आओस्, माताको कृपा हामी सबैलाई मिलोस्। हार्दिक शुभकामना। हरिओम तत्सत।